यो कथा न्यायको खोजीको हो, तर कस्तो खोजी? एउटा यस्तो खोजी जसले पुरै देशलाई नै हल्लाइदियो। तर वर्षौं बितिसक्दा पनि हामीसँग उत्तरभन्दा धेरै प्रश्नहरू छन्। आज हामी निर्मला पन्तको त्यही मुद्दालाई गहिरिएर हेर्दैछौँ। यो एउटा यस्तो घटना हो जसले हामीलाई सोच्न बाध्य बनायो कि नेपालमा आखिर न्याय कसरी हराउँछ। सोच्नुस् त, 2018मा एक 13 वर्षीय बालिकाको हत्या भयो र आजसम्म उनका हत्याराहरू भेटिएका छैनन्। यो कथाको सबैभन्दा ठूलो र तितो सत्य हो। अनि वर्षौं बितिसक्दा पनि एउटै प्रश्नले सबैलाई घोचिरहेको छ, आखिर अपराधी को हो त? ल, अब यो कथाको सुरुवाती पाना पल्टाएर हेरौँ। यो कथा सुरु हुन्छ निर्मला नामकी एक बालिकाबाट र त्यो भयानक अपराधबाट जसले उनको कलिलो जीवन खुस्यो। घटनाक्रम यस्तो थियो। जुलाई 26 बिहानको 11 बजे 13 वर्षीय निर्मला गृह कार्य गर्न साथीको घर जान्छन्। सब ठिकठाक थियो, तर त्यही रात 8 बजेसम्म उनी घर फर्किएनन्। परिवार आत्तियो, प्रहरीमा खबर गर्यो र भोलिपल्ट बिहान 9 बजे उनको शव उखुबारीमा भेटियो, बलात्कारपछि हत्या गरिएको अवस्थामा। सोच्नुस् त, केवल 24 घण्टाभन्दा कम समयमा एउटा परिवारको पुरै संसार नै तहस नहस भयो। अपराध त भयानक थियो नै, तर त्यसपछिको अनुसन्धान त्यो त झनै कहाली लाग्दो बन्यो। सुरुवाती घण्टाहरूमा नै यस्ता गल्तीहरू भए जसले न्यायको सम्भावनालाई सुरुमै कमजोर बनाइदियो। र गल्तीको कुरा गर्दा एउटा भिडियो भाइरल भयो जसले सबैलाई स्तब्ध बनायो। भिडियोमा एक प्रहरी जवानले घटनास्थलमा प्रमाण हुन सक्ने निर्मलाको सुरुवाल धोइरहेको देखिन्छ। यो एउटै दृश्यले प्रहरीमाथिको विश्वासको जग नै हल्लाइदियो। अनुसन्धान निष्पक्ष हुन्छ भन्नेमा सुरुमै गम्भीर प्रश्न उठ्यो। त्यो त केवल सुरुवात मात्र थियो। पछि राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्टले त लापरवाहीको पुरै सूची नै सार्वजनिक गर्यो। हराएकी बालिकाको खोजीमा ढिलाइ गरियो, घटनास्थलमा प्रमाणहरू या त नष्ट गरियो या त सङ्कलनै गरिएन, तालिमप्राप्त कुकुरहरू बोलाइएनन्, वरिष्ठ प्रहरी अधिकारी 7 दिनसम्म घटनास्थल पुगेनन्, अनि DNA सङ्कलनमा पनि चरम लापरवाही। यो कुनै एउटा गल्ती थिएन, यो त श्रृङ्खलाबद्ध गल्तीहरूको पहाड थियो। मानव न्यायको घर बनाउनु अघि नै त्यसको जगमा रहेका हरेक इँटा एक एक गरेर निकालिँदै थियो। जब अनुसन्धान यसरी भताभङ्ग हुँदै थियो, जनताको धैर्यको बाँध टुट्यो र देशको त्यो आक्रोश सिधै सडकमा पोखियो। र त्यो प्रदर्शन शान्तिपूर्ण रहन सकेन। न्याय माग्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूमाथि प्रहरीले गोली चलायो र त्यसमा 14 वर्षका एक किशोर सनी खुनाको ज्यान गयो। यो घटनाले त आगोमा घिउ थप्ने काम गर्यो। आन्दोलन अब झनै चर्कियो। अब निर्मलाको न्यायको लडाईँ एउटा परिवार वा एउटा सहरको मात्र रहेन। यो मुद्दाले पुरै देशव्यापी आन्दोलनको रूप लियो। निर्मलाको अनुहार #रेज अगेन्स्ट रेप जस्ता नारासहित नेपालमा व्याप्त लैङ्गिक हिंसा र प्रहरीको दण्डहीनता विरुद्धको लडाईँको प्रतीक बन्यो। सडकको आन्दोलनले एउटा दबाव त सिर्जना गर्यो। अब सबैको नजर अदालततिर थियो। अब प्रश्न थियो, के हाम्रो न्याय प्रणालीले अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई जवाफदेही बनाउन सक्ला त? तर अदालतमा पुग्नु अघि नै प्रहरीले एउटा यस्तो कदम चाल्यो जसले मुद्दालाई झनै विवादास्पद बनाइदियो। उनीहरूले दिलीप सिंह बिष्ट नामका एक मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई मुख्य अभियुक्त भनेर सार्वजनिक गरे। पछि विष्टले आफूलाई यातना दिएर जबरजस्ती अपराध स्वीकार गर्न लगाइएको आरोप लगाए। यसले एउटा गम्भीर शङ्का उब्जायो कि यो वास्तविक दोषीलाई लुकाउन रचिएको नाटक थियो। र अन्ततः जब मुद्दा अदालत पुग्यो, फैसलाले धेरैलाई निराश बनायो। हेर्नुस् त, कस्तो उल्टो न्याय। एकातिर यातना र प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरू सबैले सफाई पाए। सरकारी वकिलले त्यो फैसला विरुद्ध पुनरावेदन समेत गरेनन्। अनि अर्कोतिर यही मुद्दामा आलोचनात्मक रिपोर्टिङ गर्ने पत्रकारहरू, उनीहरूले चाहिँ अदालतको अवहेलना जस्ता विभिन्न आरोपहरूको सामना गर्नु पर्यो। मानौ न्यायको तराजु नै उल्टो फर्किएको थियो। यो सब देखेपछि के लाग्छ? निर्मलाको कथा केवल एउटा हत्याको अनुसन्धानमा भएको कमजोरी मात्र होइन। यो त नेपालमा गहिरोसँग जरा गाडेर बसेको एउटा पुरानो र ठूलो समस्याको लक्षण हो। त्यसो भए फेरि त्यही मूल प्रश्नमा फर्कौं। यति धेरै वर्ष बित्यो, यति धेरै अनुसन्धान समिति बने, सडकमा यति ठूलो आन्दोलन भयो, तैपनि निर्मलाले किन न्याय पाइनन्? यो प्रश्नको उत्तर एउटै शब्दमा लुकेको छ, र त्यो शब्द हो दण्डहीनता, इम्प्युनिटी।
यो भनेको के हो? यो एउटा यस्तो अवस्था हो जहाँ मानवाधिकार उल्लङ्घन गर्ने वा कुनै अपराध गर्नेहरूलाई कुनै अनुसन्धान वा सजाय हुँदैन। उनीहरू जवाफदेही हुनु पर्दैन। र जब शक्तिशालीहरूले अपराध गर्दा पनि सजाय हुँदैन भन्ने थाहा हुन्छ तब निर्मला जस्ता हजारौंको लागि न्याय स्वतः हराउँछ। हाम्रो समाजमा यो कुरा कति गहिरोसँग बसेको छ भन्ने कुरा एउटा स्थानीय उखानले पनि देखाउँछ। 7 खुन माफ। यसको शाब्दिक अर्थ हो 7वटा हत्यासम्म पनि माफी छ। यो उखानले के देखाउँछ भने शक्तिशालीहरूको लागि जवाफदेहिता अनिवार्य होइन, एउटा विकल्प मात्र हो। स्रोतहरूले के भन्छन् भने नेपालमा यो दण्डहीनताको जरा निकै गहिरो छ। इतिहास हेर्ने हो भने न्याय संस्थाहरूले होइन, व्यक्तिगत शासकहरूले आफ्नो इच्छाअनुसार दिन्थे र पछि देशले भोगेको लामो द्वन्द्वले जवाफदेहिताको प्रणालीलाई झनै कमजोर बनायो। हो, यही कमजोर जगमा दण्डहीनताको संस्कृति हुर्कियो। त्यसैले निर्मलाको मुद्दालाई केवल एउटा नसल्टिएको हत्याकाण्डको रूपमा मात्र हेरिन्न, यसलाई त राज्य अनुसन्धान र अभियोजन गर्न कति असफल छ भन्ने कुराको प्रतीक मानिन्छ र यही असफलताले अन्यायको चक्रलाई झन बलियो बनाउँछ। निर्मलाको मुद्दाले देशको भत्किएको प्रणालीलाई ऐनामा छर्लङ्गै देखाइदियो। तर अन्तिम प्रश्न अझै बाँकी छ। न्याय र परिवर्तनको माग गर्दै उठेका यी आवाजहरू के अन्ततः सुनिने छन् त?